आज पनि नेपालको सुनचाँदी बजारमा व्यापक रूपमा परिवर्तन देखिएको छ। यदि तपाईँ पनि सुनचाँदी खरिद बिक्री गर्ने सोचमा हुनुहुन्छ भने आजको यो भिडियो तपाईँको लागि एकदमै महत्त्वपूर्ण हुन सक्छ। त्यसैले भिडियोलाई अन्तिमसम्म ध्यान दिएर हेर्नुहोला है त। नमस्कार अनि स्वागत छ तपाईहरू सबैलाई हाम्रो यस नयाँ र विशेष भिडियोमा। यो भिडियोमा चाहिँ हामी आज नेपालको ताजा सुनचाँदीको भाव कति छ, हिजोको तुलनामा आज कति मूल्य वृद्धि भयो र भोलि सुनचाँदीको भाव बढ्ला कि घट्ला भनेर विश्लेषण गर्नुको साथै यो हप्ताभरि सुनचाँदीको भावमा भएको उतार चढाव कस्तो रह्यो त भनेर पनि चर्चा गर्नेछौँ। यदि तपाईँ पनि यो र यस्तै किसिमको भिडियो साथै बजारमा आएको सुनचाँदीको नयाँ डिजाइनको गहनाहरूको वेट र प्राइस सहितको भिडियो हेर्न चाहनुहुन्छ भने यो भिडियोलाई लाइक गरेर हाम्रो युट्युब च्यानल सुनचाँदी बजारलाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। आज मिति 2082 साल चैत 18 गते नेपालमा छापावाल सुनको मूल्य प्रति तोला 2,97,600 रुपियाँ रहेको छ भने चाँदीको मूल्य प्रति तोला 4,945 रुपियाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुनको भाव प्रति तोला 2,90,200 रुपियाँ थियो। आज त्यो बढेर 2,97,600 रुपियाँ पुगेको छ। यसरी हेर्दा आज सुन प्रति तोला 7,400 रुपियाँले बढेको छ। त्यसैगरी चाँदी हिजो 4,845 रुपियाँमा कारोबार भइरहेको थियो भने आज 4,945 रुपियाँमा कारोबार भइरहेको छ। यस अनुसार आज चाँदीको मूल्य हिजोको तुलनामा प्रति तोला 100 रुपियाँले बढेको छ। अब साप्ताहिक विश्लेषणतर्फ जाउँ। हप्ता दिनभरि सुन र चाँदीको भावमा कति वृद्धि भएको रहेछ त विस्तृत रूपमा हेरौँ। पछिल्लो हप्ताको बुधबार 2,88,500 रुपियाँमा कारोबार भएको सुनको भाव आजसम्म आइपुग्दा 9,100 रुपियाँले बढेर 2,97,600 रुपियाँ पुगेको छ। त्यसैगरी पछिल्लो हप्ताको बुधबार 4,920 रुपियाँमा कारोबार भएको चाँदीको भाव आजसम्म आइपुग्दा 25 रुपियाँले बढेर 4,945 मा कारोबार भएको छ। यसरी हेर्दा हप्ताभरि नै सुनचाँदीको भावमा निरन्तर रूपमा वृद्धि भइरहेको देखिन्छ। चाँदीको मूल्यमा खासै परिवर्तन नदेखिए पनि सुनको मूल्यमा भने निकै परिवर्तन देख्न सकिन्छ। अन्तर्राष्ट्रिय बजारमा पनि अहिले सुन बढ्ने क्रममा देखिएको छ। अहिले भइरहेको अन्तर्राष्ट्रिय द्वन्द्व तथा विभिन्न नीतिहरूले सुनचाँदीको भाव घटबढ गर्न थप मद्दत गर्छ र डलरको अवस्थाले पनि बजारमा प्रभाव पारेको देखिन्छ। पछिल्ला केही दिनदेखि बजार लगातार अस्थिर देखिएको छ। अब आजको भिडियोको मुख्य विषयवस्तुतर्फ जाउँ, जुन हो भोलि चाहिँ सुनचाँदीको भाव बढ्छ कि घट्छ भन्ने। अन्तर्राष्ट्रिय बजारलाई हेर्दाखेरि आजको तुलनामा भोलि सुनचाँदीको भाव फेरि पनि बढ्ने नै देखिन्छ। तर बजार अस्थिर भएकाले सुनचाँदीमा लगानी गर्ने बेला आफ्नो व्यक्तिगत अनुभव र सुझबुझको प्रयोग गरेर लगानी गर्नुहोला। तपाईको विचारमा के लाग्छ? भोलि सुनचाँदीको भाव बढ्छ कि घट्छ? कमेन्टमा आफ्नो अनुमान लेख्न नबिर्सिनुहोला। साथीहरू, तपाईहरूलाई आजको भिडियो कस्तो लाग्यो? भिडियो मन परेदेखि भिडियोलाई लाइक गर्न नबिर्सिनुहोला र दैनिक सुनचाँदीको रेटमा अपडेट रहनका लागि हाम्रो युट्युब च्यानल सुनचाँदी बजारलाई सब्स्क्राइब अवश्य पनि गर्नुहोला।